वेलकम टू माई न्यू ब्लग गाइस। आज चाहिँ कालीले यहाँ बच्चा पाएको छ। अब कालीले आफ्नो बच्चा देखाउँदैछ भन्दिनँ। यहाँ चिक्न लाग्यो घाँजामा चिक्न गाह्रो हुन्छ। घाँजाभित्र पाखेले कतिवटा पाएको थाहा छैन होइन। यो भित्र हो गाउँ त बस्यो। अब बच्चा चिक्नु पर्छ। सबैजना यहाँ छ गफसफ हानिरहेछ। कुकुर पनि कस्तो बुढाबुढीहरू छ। हामीले खेती गरिरहेको छ त्यो खान्छ। भोलि चाहिँ उनीहरूको चाहिँ उनीहरू चाहिँ यस्तो खेरेर बसिरह्यो भने कसले खेती गरिदिन्छ के खान्छ। अर्को त्यसै दिन्न। अब घर तोडेर खायो मात्रै हो। त्यहाँदेखि बस लडाइँ हुने त्यही हो। यसो चोर्यो उसो चोर्यो भन्यो प्याटपिट गऱ्यो त्यहाँ लडाइँ भयो। खेती किसान गर्नेहरू खेती किसान गर्नुपर्छ। त्यहाँदेखि बस कहिले कहिले पो त्यहाँदेखि रोजै त तास खेलेर रात दिन तास खेलेर बसेर कसले स्याबास भन्छ। कसरी भन्दैन स्याबास। बाबाहरू तिमीहरूले त्यहाँदेखि बुझ खेती गर्ने कसरी गर्छ, यो खेती कसरी गर्छ, बाबुबाले कसरी गरिरहेको छ त्यो पनि गरिरहेको। भोलि चाहिँ नि बस ओहो यो खेती गरेर हामी खानु पाउँदैछ भनेर आँटो पिरो भयो भने खानु पाइन्छ। अब चाहिँ नगरेपछि तासै खेलेर बस्ने यताउता रहेर मात्रै हिँडिरह्यो भने त के खाएर बस्छ। अब खेती गर्नेहरू बुढाहरू बुढाबुढी मरिगएपछि न कस्तो भए पाल्छ हो यो न बाउ। केटाहरूमा तिमी छ तक्रा जे पनि गर्छ तिमीले। माथि खुइले बाजेले म मान्छे त्यसलाई मान्छे भन्छ हो। केटा चाहिँ तक्रा छ त्यो काठो अरू भने त्यस्तै खोइ लम्फुहरू भन्छ। के गरेर खाला हाम्रो बच्चाहरूले। हामी जान भएसम्म त हामीले दुःख गरिरहेको छ। मेरै छोरा ए बाबु त्यो भैँसी त्यहाँ आँगनमा छ आँगनमा नि ए बाबु त्यो एउटा गाछ हाल्यो त त्यो कराछ भनेर त ए बा तिमी हाल भनेर जान गयो अरे झन्। म त गाँतिर जान्छ भनेर गएर जानु त्यो एउटा घाँस त फाल्यो। भात आएर नदिने भयो गु खानु नपाउने भयो। तँले मेरो हालिदिने भयो के हुन्छ। पुरैजना केरा लाँदाले दान दियो। केरा होइन बडाम बुढो बडाम पुरै है दाम भयो। कति बजे उठे बुढो हैछ खानुभयो काउले च्यालो आएछ यता देखिन्छ ल। 2 बजे जाने त हो बुढो आज एउटा कमलले हुन्न दुईटा कमलले हान्ने केरा यो केरा भ्याइनु भयो यहाँ मेरो भ्लगमा राखुन नहोलमा कस्तो ब्याडमिन्टन के ब्याडमिन्टन त्यो कुखुराको पखले उसले कस्तो भने पुरैजना केरा मस्ती मिठो केरा खानु टाउको पो खानु लाग्यो बहिनी आएन यहाँ अस्ति पेट दुखेर के खाइदिएर खुर्सानी स्याला पाक्यो। खुर्सानी छ्याला पाक्यो। गाइजहरू कोही खानु मन लाउँछ आउनुहोस्। केराहरू नि अघि केरा खाएको त देख्यो होला। अब यस्तो पाक्यो केरा केरा रे के भन्छ खुर्सानी। ल यो खुर्सानीको नाम भनौँ। मैले भन्यो भने पुरैले एउटा हाँस्ने कमाउने भन्छ। अब टेक्लाएर फाइनली काउले एउटा परिसकेको छ। यता कुवा छ भने पुरैजना हामी यहाँ अब उक्लिँदै माथितिर